उज्यालो बिहानी दरबारको बगैँचामा राजकुमारी एक्लै हिँडिरहेकी छिन् र हातमा सानो चाँदीको लकेट पनि छ। उनले लकेट खोलेर हेर्दा भित्र पुरानो नक्सा भेट्छिन्। टाढाबाट राजा झ्यालतिर उभिएर छोरीलाई हेर्दै चिन्तित देखिन्छन्। राजकुमारीले नक्सा चुपचाप लुगाभित्र लुकाउँछिन् र गहिरो सास फेर्छिन्। उनलाई यो रहस्य आजै पत्ता लगाउन मन लाग्छ। राजकुमारी दरबारमा रहेको भुइँतलाको पुरानो पुस्तकालयतिर दौडिन्छिन् र धुलो उडाउँदै ढोका खोल्छिन्। भित्रको झ्यालबाट छिरेको घामको किरणले एउटा पुरानो चित्र टाँसिएको भित्तामै चम्किरहेको देख्छिन्। उनले चित्र पछाडि हात घुसाउँदा एउटा चाबी भेट्छिन्। त्यतिकैमा मन्त्रीको पाइला नजिकै आएको आवाज सुनिन्छ। राजकुमारीको मुटु छिटो छिटो धड्किन्छ। उनले चाबी मुठीमा बेसरी कसेर लुकेर बसिराख्छिन्। मन्त्री पुस्तकालयभित्र पसेर यहाँ को छ भन्दै वरिपरि हेर्छ। राजकुमारी सास रोकेर आलमारी पछाडि लुकेर बस्छिन्। टेबलमा खुला नक्सा देखेर मन्त्रीलाई शङ्का हुन्छ र ऊ नजिकै जान्छ। राजकुमारीले मौका देखेर झ्यालबाट फुत्त बाहिर निस्किन्छिन्। बाहिर निस्किँदा उनको हातमा चाबी र लकेट दुवै मजबुत तरिकाले समातिएको हुन्छ। राजकुमारी बगैँचाको पुरानो ढुङ्गाको फोहरा नजिकै पुगेर नक्सामा देखाइएको चिन्हसँग मिलाउँछिन्। उनले फोहराको तलपट्टि सानो तालचा देख्छिन् र चाबी घुसार्छिन्। चाबी घुसार्ने बित्तिकै ढुङ्गाको पाटी हल्का खुल्छ र भित्र अँध्यारो सुरुङको सिँढी देखिन्छ। राजकुमारीले मसाल बालेर पहिलो पाइला तल राख्छिन्। उसै बेला पछाडिबाट कसैले उनको नाम फुसफुसाएर बुलाएको जस्तो आवाज आउँछ। पछाडिबाट आएको फुसफुसाटको आवाज सुनेर राजकुमारी झस्किन्छिन् र मसाललाई माथितिर घुमाउँछिन्। त्यहाँ उनको बाल्यकालको साथी सिपाही अर्जुन घाँटी झुन्डाएर उभिएको देखिन्छ। अर्जुनले हातले चुप लाग भन्ने सङ्केत गर्छ र मन्त्रीले तिमीलाई खोज्दैछ भनेर भन्छ। राजकुमारीले लकेट देखाउँदै मलाई यो सुरुङभित्र जानु छ भनेर ढिट गर्छिन् र अर्जुनले एकछिन सोचेर उनको साथ जाने निर्णय गर्छ। दुवैजना सिँढीबाट तल झर्छन्। राजकुमारीले हातले लेखट छोएर अक्षरहरू पढ्ने प्रयास गर्छिन् र केही शब्दहरू सत्य र उत्तराधिकारी जस्तो देखिन्छ। अचानक माथिबाट क्लिकको आवाज आउँछ र ढुङ्गाका काँटीहरू माथि उठ्न थाल्छन्। अगाडि एउटा फलामे ढोका देखिन्छ जसमा लकेट जस्तै आकार बनाएको छ। राजकुमारीले लकेट निकालेर खाल्टोमा मिलाउँछिन् र घुमाउँछिन्। भित्र सानो कोठा र बीचमा काँचको बाकस राखिएको छ। बाकसभित्र पुरानो मुकुट राखिएको हुन्छ। मुकुटको छेउमा एउटा पत्र राखिएको देखेर राजकुमारीको हात काँप्छ। राजकुमारीले पत्र खोल्छिन् र पढ्दै जाँदा उनको अनुहार फिक्का हुन्छ किनकि पत्रमा राजा साँचो उत्तराधिकारी होइन भनेर लेखिएको हुन्छ। अर्जुनले पनि पढेर निशब्द हुन्छ र बाहिरबाट भारी पाइला र हतियार ठोकिने आवाज सुनिन्छ। ढोकातिर हेर्दा मन्त्रीका सिपाहीहरू सुरुङभित्र झर्दै आएको छाया देखिन्छ। राजकुमारीले मुकुट र पत्र समातेर अर्जुनसँग भाग्न खोज्छिन् तर सुरुङको अर्को छेउमा ढुङ्गा खस्दै बाटो बन्द हुन थाल्छ। ढुङ्गा खस्दै बाटो बन्द हुँदा राजकुमारीले अर्को सानो प्वाल देख्छिन्। अर्जुनले घुँडा टेकेर हात जोड्छ र राजकुमारीलाई माथि चढ्न सङ्केत गर्छ। राजकुमारी मुकुट र पत्र छातीमा च्यापेर अर्जुनको काँधमाथि उक्लिन्छिन् र आफू माथि पुगेपछि उनले हात तानेर अर्जुनलाई पनि माथि तान्छिन्। दुवैजना बिस्तारी बिस्तारी प्वालबाट बाहिर निस्किन्छन्। उनीहरू दरबारको भान्साघर पछाडिको गोप्य कोठामा निस्किन्छन्
र सास फेर्दै ढोकामा उभिन्छन्। राजकुमारीले पत्र फेरि पढ्छिन् र यदि यो सत्य हो भने बाबालाई कसरी बचाउने भनेर उनको आँखा रसाउँछ। त्यसै बेला राजकुमारीले मुकुट भित्रपट्टि सानो छाप देख्छिन् र नक्साको अर्को चिन्हसँग मिल्छ। अब राजकुमारीले निर्णय गर्छिन् राजाको सामु गएर सबै सत्य देखाउने। राजा थकित अनुहार सहित सिंहासनमा छन् र मन्त्री छेउमै उभिएर आदेश दिइरहेको छ। राजकुमारीले पत्र र मुकुट उठाएर यो सत्य हो, सबै हेर्नुहोस् भन्छिन्। मन्त्रीको आँखामा रिसले आगो बल्छ र ऊ सिपाहीहरूलाई इसारा गर्छ। सिपाहीहरू राजकुमारीतिर बढ्छन्। सिपाहीहरू नजिकिँदा अर्जुन अगाडि उभिएर तलवार निकाल्छ र राजकुमारीलाई धकल्छ। राजकुमारीले मुकुट राजातिर बढाउँछिन्। हजुर भित्रको छाप हेर्नुहोस् भनेर भन्छिन्। राजा काप्दै मुकुट समाउँछन् र छाप देख्ने बित्तिकै उनको अनुहार पीडाले भरिन्छ। मन्त्रीले यो नक्कली हो भनेर भन्दै चिच्याउँछ। राजकुमारीले कक्षका पुराना विश्वासी सेनापतिहरूलाई हेर्दै यो छाप त हजुरहरूले पनि चिन्नुहुन्छ नि भनेर आग्रह गर्छिन्। सेनापति अघि सर्छन् र छाप देखेर गहिरो स्वरमा यो पुरानो राजवंश चिन्ह हो भनेर भन्छन्। मन्त्रीले अचानक खुकुरी निकालेर राजामाथि झम्टिन खोज्छ। त्यसै बेला अर्जुन मन्त्रीको हात थामेर धक्कल्छ, तर सङ्घर्षमा राजकुमारीको हातमा सानो चोट लाग्छ। केही सिपाहीहरू मन्त्रीलाई घेर्छन्, तर मन्त्री पछाडिको झ्यालतिरबाट भाग्न खोज्छन्। राजकुमारीले दुखेको हात समात्दै पनि त्यसको बाटो रोक्न खोज्छिन्, तर मन्त्री हाँस्दै राजा साँचो होइन भने यो राज्य कसको भनेर भन्छ। राजा राजकुमारीतिर हेरेर दुखी स्वरमा छोरी अब तिमीले निर्णय गर्नु पर्छ भनेर भन्छन्। त्यतिकैमा दरबार बाहिरबाट ठुलो भिडको हल्ला र ढोका ठोकिने आवाज आउँछ। जनता सत्य माग्दै भित्र पस्न लागेका छन्। राजकुमारीले गहिरो सास लिएर पत्र खोल्छिन् र ठुलो ठुलो स्वरमा पत्र पढेर सबैलाई सुनाउँछिन् र मुकुटको छाप सबैलाई देखाउँछिन्। उनले भन्छिन् पुरानो राजवंशको साँचो उत्तराधिकारी लुकाइएको थियो र मन्त्रीले त्यसलाई आफ्नो फाइदाको लागि दबाउन खोज्यो। राजा पनि अगाडि आएर जनता सामु घुँडा टेकेर माफी माग्छन्। म सत्यबाट भागे भनेर स्वीकार गर्छन्। राजाले राजकुमारीलाई मुकुट दिन खोज्छन्, तर राजकुमारीले केही छेड सोचेर मुकुटलाई वेदी जस्तो टेबुलमा राख्छिन्। उनले घोषणा गर्छिन् अबदेखि शासन एक्लै होइन, परिषद र जनताको सुनवाई सँगै हुनेछ। जनताहरूमा फुसफुसाहटपछि समर्थनको स्वर बढ्दै जान्छ। केही समयपछि दरबारको आँगनमा बिहानीको घाम लाग्छ र नयाँ परिषद बैठक सुरु भएको देखिन्छ। राजकुमारी अगाडि बसेर नक्सा र पत्रलाई सुरक्षित बाकसमा राख्छिन् ताकि इतिहास फेरि नलुकियोस्। राजा छेउमै बसेर छोरीतिर गर्व र हताशले हेर्छन् र अर्जुन पनि छेउमै उभिएर मुस्कुराउँछ। यो कथा हजुरहरूलाई कस्तो लाग्यो? पक्कै पनि सल्लाह सुझाव दिनुहुन्छ भन्ने आश राखेको छु। धन्यवाद।